ल तयारी हुँदैछ है ल अङ्कल ल अङ्कल अङ्कल ल केही भन्न चाहनुहुन्छ केही भन्न चाहनुहुन्छ एकैचोटि अब टिका सुरु हुँदैछ यो 79 सालको टिका हो हामी तामनगरमा माइली बाबाको घरमा टिका चालु गर्दैछ यो हाम्रो घिमिरे परिवारको यो तेस्रो पटक सामूहिक टिका तपाईँले केही भन्न चाहनुहुन्छ दाइले भने सहयोग तयारी हुँदैछ टिकाको तयारी हुँदैछ केही भन्न चाहनुहुन्छ अङ्कल सामूहिक दशैंको शुभकामना सबैलाई हाम्रो छोरालाई पनि धेरै धेरै धन्यवाद केही भन्न चाहनुहुन्छ केही भन्न चाहनुहुन्छ सबैलाई दशैंको शुभकामना तपाईँले केही भन्न चाहनुहुन्छ नै हजुर मैले के भन्न चाहदिनँ नचिने केही भन्न चाहनुहुन्छ अङ्कल यो हाम्रो ढडान परिवारको दशैं कार्यक्रम सञ्चालन हुन गइरहेको छ र यो एकदम सान्दर्भिक छ र राम्रो छ भव्य सभ्य तरिकाले काम चलिरहेको छ यहाँ युवा पुस्ता छन् वृद्ध पुस्ताहरू हुनुहुन्छ यहाँ 4 पुस्ताहरूको कार्यक्रम चलिरहेको छ र यहाँ हाम्रा 14 ढडान परिवारमा 14 भाइहरू हुनुहुन्छ जसमध्ये 2टा भाइहरू विदेशमै बस्नु भएको छ र यहाँ 12 भाइहरूको उपस्थित छ अति राम्रो सान्दर्भिक छ अब यो कार्यक्रम सुरु हुँदैछ धन्यवाद हजुरले के भन्न ल बडा दशैंको अवसरमा सबैलाई शुभकामना छ हजुर हामी चाहिँ धामनगर छौँ सामूहिक दशैं मनाउने क्रममा छौँ हाम्रो चाहिँ यो हामीले प्रत्येक दशैं विभिन्न चाडपर्व चाहिँ हाम्रो यो घिमिरे बन्धुमा सामूहिक टाइममै गर्ने गर्छौँ त्यसले गर्दा मान्छेलाई भनौँ न एक ठाउँबाट अर्को ठाउँमा जानु परेन सबै एकै ठाउँमा भएपछि हामी चाहिँ यहाँ करिब 60-70 जना भइन्छ 60-70 भनेको अब करिब त्यो परिवारको हिसाब 14-15वटा परिवारको हिसाब त्यति ठाउँमा जान कति सम्भव पनि नहोला एउटै ठाउँमा गरे सजिलो पनि भए यो अरूलाई पनि उदाहरण होस् अरूले पनि यो हिसाबले आफ्नो परिवार बन्धु आफ्नो बन्धुमा चाहिँ यसरी सामूहिक रूपमा एउटा यसलाई चाहिँ भनौँ न एउटा ट्रेन्ड बने यही हिसाबले राम्रो गरे धन्यवाद सबैलाई शुभकामना हस् दाजु ल धेरै धेरै धन्यवाद विष्णु लास्टमा जबरा लगाइदिनु ल यो राम्रो गीत गाउँछ है यो हाम्रो भाइ हो घनेश्याम घिमिरे मेरो प्याब्सहरू बढी भयो क्या यसको फ्यानहरू पनि बढी छ होइन टिकटकमा हो क्या सबजनाले हेर्नुपर्छ चस्मा फुल हाम्रो उहाँ चस्मा लाउने दयाङ राईको भाइ भन्ने कति बाँकी आइछन् भन्ने पनि यसो गरेर थाहा हुने हो भिडियोमा ल्याएको भिडियो यहाँ हुँदैछ तिनी पन्नलाई कहीँ नलैया सबैले टिको लगाइदिएको टिका नलाई लाइभ हेरेर काम छैन यिनीहरूको
उहाँहरूका हातमा पनि लाउने हो फेरि थर्टी पुगिसक्यो यार 30 पुगिसक्यो है गाइजहरू के काट्नुपर्छ ल यसको पनि अलि राम्रो आउँछ भिडियोहरू यसलाई पनि ट्याप ट्याप अहिले एकैछिन रोक्नु मिलाएर बनाउँछौँ आफै सबैलाई